मलाई जे गर्नु छ, छिटै गर्नु छ। 1 महिनापछि मेरो फाइनल एक्जाम पनि छ। त्यसको पढ्नु पनि छ। म ट्रेडिङ पनि गर्छु। तर अहिलेसम्म लसमै छु। म युट्युबमा कन्टेन्ट पनि बनाइरहेको छु। तर यो अहिले कन्टेन्ट नभन्दा नि हुन्छ। म जस्ट क्यामेरा खोलेर आफ्नो कुरा सेयर गरेर बसिरहेको हुन्छु। योले त युट्युबमा कहिले ग्रोथ दिँदैन त्यो त मलाई थाहा छ। तर पनि म गरिरहेको छु। किन गरिरहेको छु थाहा छ? म आफ्नो बोल्ने शैली ठिक गर्दैछु। कम्युनिकेसन स्किल बढाउँदैछु। बोल्ने तरिका सुधार्दैछु। क्यामेरा खोलेर कसरी आफ्नो कुरा सेयर गर्ने त्यो डर हटाउँदैछु। अनि धेरै कुरा त ठिक पनि हुँदैछ। म आफै आफ्नो पुरानो भिडियोहरू हेर्छु अनि अहिलेको भिडियोहरू हेर्छु। मलाई आफै धेरै डिफरेन्स फिल हुन्छ। म आजभोलि आफूलाई कन्फिडेन्ट फिल गरिरहेको हुन्छु। यदि तिमीहरू पनि आफूलाई लो कन्फिडेन्ट फिल गर्छौ, क्यामेरा फेस गर्न डर लाग्छ भने भिडियो बनाउन सुरु गर। कहीँ पोस्ट नगरे पनि हुन्छ। जस्ट क्यामेरा खोलेर केही नभए अहिले के गरियो त्यही भनेर एउटा क्लिप सुट गरिहाल। अनि त्यो क्लिप आफै हेरेपछि डिलिट गरिदेऊ। कहीँ पोस्ट गर्नु पर्दैन। जस्ट आफ्नो लागि गर, हेर अनि उडाइदेऊ। यो 10 मिनट 20 मिनट त सबैसँग हुन्छ। तिमी, म सबैजना घन्टौँ घन्टा वेस्ट गर्छौँ टिकटक स्क्रोल गर्नमा, फेसबुक स्क्रोल गर्नमा, इन्स्टाग्राम स्क्रोल गर्नमा, युट्युबमा भिडियो हेर्नमा।